के हर्क सम्पाङ साच्चीकै जातिवादी हुन्? सबैभन्दा पहिला यो भिडियो हेर्नुहोस्। अरु नस्ललाई नल्याउनुस् है। क्षेत्री बाहुनलाई मात्रै होइन, कामी दमाईलाई पनि नल्याउनुस् हैन। कामी दमाई सार्की अब मधेसी मुस्लिमहरु सबै तपाईले भुलाइराख्नु भएको छ। त्यही हर्के अस्ति भर्खर जातको कुरा गर्दै थियो, बाहुन कामी क्षेत्री दमाई कसैलाई नल्याउनु, केही नगर्नु। त्यही हर्के आज सबै जाति सबै समान एउटा यो भन्दै हिँडिरहेको छ हैन। सबै धर्म एउटै भन्दैछ। हेर्नु मान्छेहरु उसलाई के भन्ने प्रधानमन्त्री भन्ने भूत चढेको छ। तपाईहरु भोलि प्रधानमन्त्री यदि बन्यो भने हेर्दै जानु तपाईहरुको के गति गराउनु छ भनेको। तपाईहरु भ्रम नपर्नु प्लिज, बेलैमा सचेत हुनु। अनि हर्क साम्पाङको चुनावी घर दैलो अभियानका क्रममा उनलाई नागरिकले उक्त जातिवादी विवादको बारेमा गरेको यो टिप्पणी पनि हेर्नुस्। देखाउनु न यहाँ मलाई आउने कुरा खाली गरेर आउने देखाउनु न त्यहाँ। क्षेत्री बाहुन पनि आफ्नै हृदयमा राखेर हिँड्दिनु। यता सुन्नु न, फेरि तपाईहरुले भन्नुभयो कि यसमा वास्तविकता के हो त? यो भिडियो पनि हेर्नुस्। म यहाँ सम्पूर्ण मंगोल भनेर हिँड्ने मित्रहरु सम्पूर्णलाई म सद्भाव राख्न चाहन्छु, उहाँहरुलाई म आधार गर्न चाहन्छु। तर तपाईहरु प्रष्ट हुनुहोस् है, प्रष्ट हुनुहोस्। तपाईहरुले देशको लोकतान्त्रिक समावेशितालाई तपाईहरुले स्वीकार्नै पर्छ है। एउटा राजनीतिक दल बन्ने हो भने, होइन भने एक खालको चाहिँ तपाईको हैन हल्ला गर्ने एउटा समूह मात्रै बनाउने हैन, एउटा आन्दोलनको वातावरण मात्रै गरिमा मात्रै तपाईहरु बाँच्ने हो भने भन्नु केही छैन। अब झण्डा बोकेर हिँडिराख्नु भएको छ हैन, के होला तपाईहरुको? त्यसो भनेदेखि त्यसलाई संस्थागत गर्नको लागि त नियम कानुन र विधि विधानलाई पनि फलो गर्नुपर्ने हुन्छ होला। र म अनुरोध चाहिँ के गर्न चाहन्छु भने यो एउटा नाक थेप्चेले अर्को नाक थेप्चेलाई दुनियाँभरको आरोप लाएर तपाईले गालीगलौज गर्न छोड्नुस् है। तपाई नस्लीय चिन्तनबाट चाहिँ प्रेरित हुनुहुन्छ भने पनि तपाईले आफ्नो नस्ललाई चिन्न सक्नुपर्छ हैन, चिन्न सक्नुपर्छ। र म के भन्न चाहन्छु भने हामी यो देशका आदिमवासी, यो देशका तपाईको चाहिँ उत्पत्ति कालदेखिको बस्दै आएको जाति है। हामीले हाम्रो पहिचान, हाम्रो संस्कार संस्कृति, हाम्रो चाहिँ रहनसहन, यी कुराहरूलाई, यो हाम्रो सोशल भ्यालुजलाई हामीले प्रिजर्भ गरेर संरक्षण गरेर राख्न सक्नुपर्छ, सिक्नुपर्छ है। र म मेरो यो भिडियोलाई सभ्य तरिकाले हैन, गाली गलौजमा लगेर हैन, सभ्य तरिकाले, किनभने गाली गलौज गर्ने बित्तिकै तपाईहरुको स्तर के हो भन्ने थाहा भइहाल्छ के। त्यसले गर्दा सभ्य तरिकाले यसलाई काट्ने गरी तपाईहरुले कमेन्ट गर्नु होला र तपाईहरु प्रष्ट बन्नु होला है, प्रष्ट बन्नु होला। खासमा तपाईहरुले आफ्नो समुदायको लागि नै गर्नु भएको हो, आफ्नो नस्लकै लागि गर्नु भएको हो भने अरु नस्ललाई नल्याउनुस् है। क्षेत्री बाहुनलाई मात्रै होइन, कामी दमाईलाई पनि नल्याउनुस् हैन। कामी दमाई सार्की अब मधेसी मुस्लिमहरु सबै तपाईले भुलाइराख्नु भएको छ। यहाँसम्म कि इन्डियामा भएको मुस्लिम के रे तपाईको छैन मूलवासीहरुसँग तपाईहरुको भनेर एउटा काला काला हुन्छ। अब मान्छेको रङ जहाँ जे एउटै हो, मान्छे ठुलो कुरो हो, कालो र सेतो भन्नुभन्दा पनि, तर पनि त्यो काला जातिहरुसँग तपाईहरुले सहकार्य गरेको पनि देखिन्छ हैन। त्यसले गर्दाखेरि अब यो के हो मैले त केही बुझ्न सक्दिन। तपाईहरुले मंगोल भन्नुहुन्छ भने पक्का नस्ललाई हेरेर जानुपर्छ, नाक थेप्चो हुनुपर्छ। मेरो यस भिडियो क्लिपको पूरा अंशमा हर्क साम्पाङले जातिवादी तर्क गरेको नभई मंगोल नेशनल अर्गनाइजेसन पार्टीको वास्तविक एजेन्डा विचारको बारेमा तर्क गरेका छन्। तर पछिल्लो समय उनका आलोचक तथा विरोधीहरूले यही भिडियो क्लिपको छोटो अंशलाई सामाजिक सञ्जालमा गलत तरिकाले टिप्पणी गरेर आम नागरिकमा भ्रम फैलाएको देखिन्छ।